नमस्ते गाइज सबैजनालाई। आज फेरि हाम्रो युट्युब च्यानलमा चाहिँ स्वागत गर्छु। अनि आज चाहिँ थर्सडेको दिन हो है। मैले अस्ति सन्डे पछि अलिक भिडियो बनाउनु पाएको थिएन। आज थर्सडे चाहिँ अब फेरि बनाऊँ भनेर म थालेको छु। अब अहिले बिहानको 7 बज्यो। म चाहिँ मेरो क्लास जान लागेको छु है। हल्का फुल्का एडिटिङ सिकिरहेको छु कि, त्यही भएर म बिहान 7:30 बजेदेखि क्लास जाने, 9 बजीसम्मको क्लास लिएर 9 बजी अफिस पुग्ने, अनि अफिसबाट फर्केर बेलुका फेरि उता माथि गोकर्णतिर जान्छु यसो स्कुटर सिकाउनको लागि। हिजो चाहिँ थोरै अलिकति भिडियो बनाएको थिएँ, तर बेलुका घर फर्किने बेलामा एकदम हेभी पानी परेको थियो क्या। धोबी खोला त पुरै भरिएर बाटोमा पानी आएर बाढी बबाल आएको थियो होइन। त्यो भएर राइड गर्ने नपाएर अनि भ्लग पनि बनाएन। ठिकै छ, अब आजदेखि फेरि कन्टिन्यू। अब एक दुई दिन चाहिँ टाइम लाग्ला, तर भ्लग चाहिँ नियमित आउँछ है गाइज। त्यो भएर एकदम अपडेटेड बस्दिनु होला। मन परेमा प्रतिक्रिया नै राम्रो दिनु होला है। ठिकै छ, अब जाउँ। हेर्नु न, बाटो यस्तो हिलो छ क्या। सब हिजो बाटो माथि बाढी आइरहेको थियो क्या। उयो खोला सबै माथि उर्लेर अनि आयो क्या बाटोसम्म। यस्तो राम्रो पिच बाटो पुरै हिल्लामै भयो। चिप्ले हो भने त टेन्सन हुन्छ त। त्यो दाइ चिप्ले जस्तो छ, लफडा हिलो भएछ फेरि। तनाव हुन्छ त यस्तो त यार। हाँस्दो रहेछ अङ्कल चिप्लेर। म पनि चिप्लिरहेको छु यार अलिअलि। यस्तो चिज चाहिँ महानगरले सफा गरिदिनु पर्ने हो क्या। फोहोरहरू त उनीहरूले बिहानै आएर पुरा सफा गरिरहेको हुन्छ महानगरको टोलीले होइन। अब यो चिजहरू पनि सफा गरिदियो भने त पब्लिक पनि क्या खुसी हुन्छ नि। अब बिहान उठ्यो यस्तो बाटो हिँड्नु पऱ्यो, अनि टेन्सन लागिहाल्छ नि। यता चाहिँ बरु अलि सफा रहेछ। अब जाउँ हामी तुफान। अलिक ढिलाइ भइसक्यो जस्तो लागेछ। 7:30 पनि कटेर 5 मिनट गइसक्यो, 35 भइसक्यो। ओए चिप्लिन्छ क्या हो। कालो पुलदेखि यता चाहिँ बरु राम्रो रहेछ बाटो, त्यति साह्रो हिलो छैन। त्यो कालो पुलको तल पुल मुनि त पुरै आली जमेको रहेछ नि। खुट्टा पनि पुरै लेगाड माथि हालेर आइरहेको थिएँ म चाहिँ। अनि त्यत्रो ठुलो पानी पऱ्यो कि हिजो म चाहिँ अफिसबाट चप्पल मात्रै लगाएर हिँडेको थिएँ। माथिबाट रेनकोट, बाहिर चप्पल मात्रै लगाएको थिएँ, अफिसकै चप्पल लगाइरहेको थिएँ। अनि अहिले बिहान पनि अब पुरा अफिस ड्रेसमा अनि चप्पल मात्रै लगाएर हिँडिरहेको छु होइन। त्यही भएर मान्छेहरूले अलिकति वाच गरिरहेछ। यहाँ हुनुहुँदो रहेछ महानगरको टोलीहरू। मैले अघि भनेको यस्तै हो। अब उहाँहरूले सहयोग गरेर चाहिँ यसलाई चाँडोभन्दा चाँडो समाधान गरिदिनु भयो भने हामीलाई पनि सजिलो, सबैजनालाई सजिलो। ल म 3 गियरमा चलाइरहेको छु क्या यार। म खास रातो पुलबाट दाहिने लाग्नुपर्ने, तर त्यहाँ महानगरको सरहरू पनि देखेँ। पुल मुनिबाट फ्लोमा हिँडिदिएछु क्या। तर पनि ठिकै छ, यहाँबाट पनि पुगिन्छ। अहिले डिल्ली बजार आइपुग्यो। अब डिल्ली बजारबाट त्यहाँ बागबजार निस्किन्छु, पुतल सडक चोक। पुतल सडकबाट हल्का राइट लागेर चाहिँ अनि भित्र छिरेर जान्छु। के गर्नु अब, एक राउन्ड हानियो, केही छैन। यहाँदेखि चाहिँ वान वे बाटो हो गाइस। वान वेमा कुदाउन चाहिँ सही मजा आउँछ होइन, जति स्पिड हाने पनि भयो। तर एकदम ध्यान दिएर मात्रै स्पिड हान्नु। कहिलेकाहीँ यताबाट बाइक निस्किदिन्छ, कहिलेकाहीँ यताबाट बाइक निस्किदिन्छ, लफडा हुन्छ फेरि। डन ओराएर ढिला भएर बेला ठ्याक्कै रेड लाइटमा पर्दिरहेको क्या। त्यो पनि फर्स्टमै क्या लफडा लाग्छ नि। क्या ढिला भइरहेको हुन्छ होइन, टक्क रेड लाइट भइदिन्छ। ठ्याक्कै कट्न लाग्यो बेला रोक्नु परिहाल्यो। ट्राफिक रुलको फलो गर्नुपर्छ है। जतिसुकै ढिला भए पनि जेसुकै भए पनि ट्राफिक रुल चाहिँ एकदम पालना गर्नुपर्छ।
नभए आजकल त चिट खाइन्छ गाइज अनलाइन। फेरि नेपाल प्रहरीको पेजबाट पनि खतरा खतरा भिडियो हालिदिनुहुन्छ आजकल त। एकदम ट्यालेन्टेड हाम्रो भिडियो एडिटर भेटाउनु भएको रहेछ नेपाल पुलिसले आजकल। मजाको भिडियो बनाउनुहुन्छ है। सो ट्राफिक रुल पनि पालना गरौँ, पुलिसको नियम पनि पालना गरौँ, भिडियो हालिनबाट जोग्यौँ। यहाँबाट हामी दाहिने जानुपर्ने हुन्छ गाइस, राइजिङ मल छिर्ने हो। उताबाटको बाटो वान वे छ क्या, त्यही भएर म यताबाट आएको। त्यो बाटो चाहिँ उता मात्रै जानु मिल्छ, यो बाटो चाहिँ यता मात्रै आउनु मिल्छ क्या। अनि यो बिचको बाटो चाहिँ एउटा ब्रिज जस्तो भएको छ अपोजिट डिरेक्सन जानुको लागि। यो हो राइजिङ मल। अब हामी गयौँ, भित्र गयौँ। थुप्रो बाइक छ त आज त। यो टावरको ठ्याक्कै पछाडिपट्टि पर्छ। अबे आज त थुप्रो बाइक छ त यार बिहानै। कहाँ राख्ने यार? गोनको पछाडि राखिदिन्छु। गोन पनि खतरा बाइक निकाल्यो हौ। यस्तै ह्यान्डल हामीलाई पनि हाल्नु दिनुपर्ने हो। कम्पनीले नै यस्तै ह्यान्डल दिएपछि हाम्रो बुलेटमा पनि यस्तो हाल्नु दिनुपर्ने हो होइन? तर दिँदैन, के गर्ने। दामी छ बाइक, सानो छ यार। 1 hour later हाम्रो चाहिँ क्लास सकिसक्यो अहिले। झन्डै 8:45 भइसकेको छ होइन। 1 घन्टाको क्लास भयो आज। अरू बेला 1.5 घन्टा यस्तो हुन्थ्यो। अनि आज त्यो राइजिङ मलमा एकदम प्याक रहेछ क्या। स्पाइडरम्यान चलिरहेको रहेछ नि त, हिजोबाट चलेको रहेछ क्या। अनि आज बिहानैदेखि नै फुल प्याक छ। म पनि भोलि जान्छु स्पाइडरम्यान हेर्न, शुक्रबार बेलुका। म चाहिँ एफक्युबतिर जान्छु। अनि 3D मा चलाएको रहेछ है सबै चिज। अहिले एउटा मैले टिकट अघि हेर्दाखेरि चाहिँ लेजर 3D भन्ने आएछ। लेजर 3D भने चाहिँ कस्तो हो मलाई अहिलेसम्म थाहा छैन, मैले हेरेको नै छैन। सो त्यही हो। अब हामी यहाँबाट अफिसतिर जान्छौँ। अनि साथीको पसलमा गएर पनि केही खानुपर्छ आज। सुरुमा अफिस लाउने, अनि टच एटेन्डेन्स गर्ने, हाजिर गर्ने, अनि त्यसपछि साथीको पसलमा आउने, केही खाने, रोटी तरकारी हुन्छ होला। त्यहाँ राइजिङ मलबाट 2 मिनट पनि लाग्दैन अफिस आइपुग्नु चाहिँ। मेरो साथीको पसल चाहिँ यही हो लक्ष्मी चाट हाउस हो, मिठाई पसल हो होइन। अन्ली भेजिटेरियन, भेजभन्दा बाहेक अरू केही पाक्दैन। मिठाईहरू पाइन्छ, अनि समोसा तरकारी, रोटी तरकारीहरू सबै पाइन्छ। मेरो अफिस पनि आइसक्यो। अब यता अफिसको पार्किङमा चाहिँ हामीले बाइक राख्छौँ, यतै हालिदिउँ। यति गरेर न्युट्रलमा झारौँ। पहिले न्युट्रलमा झारेर स्ट्यान्ड लगाइदिउँ अनि जाम। 1 eternity later हाम्रो अफिस चाहिँ अहिले छुट्टी भइसकेको छ। अनि घर फर्किँदैछौँ। अहिले करिब 5:10 जति गइसकेको छ। अब सिधै यहाँबाट चाहिँ घर पुग्ने। अनि घर पुग्नुभन्दा अगाडि चाहिँ मम्मीलाई हामीले चाबेलबाट लिनुपर्ने हुन्छ। त्यहाँ येलो लाइट चाहिँ थियो, अब रेड लाइट भएछ, मैले देखेन आँखा। आइएम सरी, किनभने मलाई बसले छेकिदिएको थियो। धन्न कट्न पाएँ, आनन्दै भयो यार। मजा आउँछ कहिलेकाहीँ यसरी बच्यो भने। अनि म के भन्दै थिएँ भने चाबेलबाट चाहिँ मम्मीलाई घर लिएर गएर अनि हामी चाहिँ फेरि गोकर्ण जान्छौँ। त्यहाँ मैले स्कुटर सिकाउनु पर्ने हुन्छ। लगभग 1 देखि 1.5 घन्टा सिकायो भने पुगिहाल्छ। त्यो पछि चाहिँ अनि घर आउने, खाना खाने, सुत्ने, त्यही हो गाइस प्रोग्राम है। अब जाऊँ हामी स्ट्रेट
चाबेल गढस्थानतिर रातो पुल आइपुग्यो अहिले हामी अनि बिहान यहाँ महानगरको टोली महानगरको टिमहरूले चाहिँ सफा गर्दै हुनुहुन्थ्यो अहिले बिहानको भन्दा त धेरै सफा देखियो है अगाडिसम्म हेर्दै जाउँ कस्तो बनाउनु भएछ मेन त्यो कालो पुलमा त आली नै थियो कि यहाँको आली पनि फुल क्लिन भइसकेको छ उ यतापट्टि चाहिँ अलिकति बाँकी रहेछ तर यो भनेको इट्स म्यानेजेबल थ्याङ्क यू महानगर सरहरू महानगरको टिमलाई म एकदम धेरै थ्याङ्क यू दिन चाहन्छु एकदम राम्रो काम गर्नुभएछ दिनभरिमा म सायद बिहानै 7 बजी हिँडे भएर पनि उहाँहरू चाहिँ काममा आइसक्नु भएको थिएन होला होइन हिजो रातिको कहानी हो राति काम गर्ने कुरो भएन अनि बिहानदेखि काम गर्नुभएको होला एकदम राम्रो काम गर्नुभएको छ यतातिर चाहिँ राम्रो पानी परेछ नि अघि अहिले भर्खर रोकेको रहेछ होइन यो बाटो पुरै भिजेको छ मान्छेहरू कतिजना त रेनकोट लगाएर हिँडिरहेको छ अझै धन्न टाइममा परेछ हामी चाहिँ दिदी पनि आत्तियो एकछिन अब गढस्थान पनि हामी आउन लागिसक्यौँ यहाँबाट मम्मीलाई लिएर हामी स्ट्रेट घर जान्छौँ कतिजनालाई थाहा छैन यहाँ चाहिँ गढस्थान हो चाबेलको गढस्थान यहीँ हो यहाँभित्र मन्दिर छ गणेश भगवानको बब्बाल कुदाउँछ त यार ट्याक्सी त यार अब यहाँबाट हामीले मम्मीलाई फोन गर्छौँ गढस्थानबाट पनि हिँडिसक्यौँ अहिले चाहिँ हामी अनि मम्मीलाई फोन गरेको 3-4 चोटि फोन उठाउनु भएन अनि फेरि फोन गर्दाखेरि चाहिँ मम्मी आज बानेश्वरको अफिस जानुभएको रहेछ मम्मीको चाहिँ नेपाल विद्युत प्राधिकरण हो बानेश्वर अन्तर्गत हो तर यो गढस्थानको चाहिँ सब अफिस हो क्या अनि आज बानेश्वरमा जानुभएको रहेछ सानो कार्यक्रम छ अरे केही छैन अब बेलुका बुवासँग आउनुहुन्छ अब स्ट्रेट फत्तै घरतिर लाग्ने हो यो खोला आज पनि अलि ठुल्ठुलै छ सायद अघिको पानीले होला हिजो त यो पुरै भरेको थियो भने यो बाटोसम्मै आइसकेको थियो अझै हिलो छ क्या ल हेर्नु न यस्तो हिलो छ क्या अझै यत्रो हिलो छ यो पुरै भरेको थियो क्या बल्ल बल्ल कटेर गएको हेर हिजो त म पढेको स्कुल चाहिँ यही हो गाइस यो रिलायन्स स्कुल हो यो स्कुल हो हामी पढ्दा त सानो थियो अहिले त धेरै ठुलो बनाइसकेको छ अनि कोपनको चाहिँ अलिक चर्चित स्कुल नै हो यसको कलेज पनि छ 11-12 ब्याचलर्सहरू पनि छ यहाँ राम्रै पानी परेको छ अघि सबै सडक भिजिरहेको छ होइन मोबाइल निकालेर गएको यहाँदेखि हो क्या हिजो पुरै डुबान भएको सब डुबान बाटो सब हिलै हिलो छ अब हामी पनि जानुपर्ने हुन्छ यो बाटो फुल डुबेको थियो हिजो उता तल पनि फुल डुबेको थियो अहिले चाहिँ अलिकति सफा भएको रहेछ बरु होइन उताबाट आउने ठाउँ पनि थिएन यताबाट जाने ठाउँ पनि थिएन अनि के गर्ने अनि उतैनिर उभिएर रमिता हेरेँ 2 घन्टा जति अनि बाढी गइसकेपछि अनि घर गएको नि त हिजो त मजा आयो यस टोलतिरका मान्छेहरू पनि यसो देखभेट हुन्छ गफ हुन्छ होइन त्यसरी बसेको बेलामा त्यो चाहिँ एउटा राम्रै पक्ष छ नभए त बाढी आउनु भनेको चाहिँ राम्रो पक्ष चाहिँ म मान्दिनँ अहिले यो 4 बक्स कलभर्ट बनाएको पनि खासै खोइ उपलब्धि चाहिँ देखिएन है हिजोको बाढीले गर्दा ल हामी घर आइपुग्यौँ गाइस अब घर गएर लुगा फेरेर अनि हिँड्नुपर्छ हामी चाहिँ घर पुगेर पनि स्कुटर लिएर हिँडिसकेका छौँ अब गोकर्ण जाँदैछौँ हामी है कपनमा बस्ने कतिजनालाई थाहा होला गोकर्णमा चाहिँ पहिला त्यहाँ अलिकति तलपट्टि हेलिप्याड थियो क्या 3-4 हेलिकप्टर ल्यान्ड हुन्थ्यो एकैचोटिमा होइन अब अहिले चाहिँ त्यो स्पेस खासै युजमा छैन अनि पिच जस्तो गरिदिएको छ बाइक स्कुटर चलाउनेहरूलाई सिक्नेहरूलाई चाहिँ त्यहाँ एकदम मजाले सिक्न पाइन्छ होइन अलिकति भिड हुन्छ बेलुकाखेरि भएपछि त्यो पनि केही छैन भिडभाड पनि सिक्यो भने पछि बाटोमा चलाउनु राम्रो हुन्छ भनेर मैले त्यहीँ लाने गरेको छु
ठिक छ। अब उनले सिकेको चाहिँ लगभग 1 हप्ता जति भइसक्यो अनि 1 हप्तामा उनले अब मजाले कुदाउने भने ब्यालेन्समा ल्याउने सबै गर्न थालिसकिन्। अब चाहिँ ट्रायलको लागि प्रिपरेसन गरेर 8 घुमाउन थालेकी छिन्। होपफुल्ली 8 पनि चाँडै घुम्न सिकोस् अनि चाँडोभन्दा चाँडो लाइसेन्स निकालोस्। त्यो पछि चाहिँ सँगै एक-एकवटा मोटरसाइकलमा हिँड्ने भन्ने कुरा हो। यो उकालो तान्छ तान्दैन जस्तो लाग्यो, मलाई डर लाग्छ क्या यो स्कुटरमा। हामीले यो स्कुटर किनेको चाहिँ झन्डै 2 हप्ता भयो है। यो चाहिँ रेजिड आरको 125cc को स्कुटर हो। माइलेज पनि एकदम राम्रो दिन्छ, 73 किलोमिटर दिन्छ भन्ने चाहिँ कम्पनीले क्लेम गरेछ। तर त्यत्रो त दिँदैन होइन, हाम्रो कुदाइ नै अलिकति फरक हुन्छ। उनीहरूले चाहिँ अलिकति स्लो मोसनमा चलाएर माइलेज टेस्ट गरेको थियो होला। हामी त त्यस्तो स्लो मोसन चलाइरहनु त सक्दैन नि त। उकालो आउँछ तान्नुपर्छ, ओह्रालो आउँछ ब्रेक लाउनुपर्छ, गाह्रो हुन्छ होइन। अनि थोरै बाटो खाली भयो भने स्पिड पनि हान्नु पऱ्यो। अनि राम्रो छ स्कुटर, उकालो ओह्रालो मस्त तान्छ। यहाँनिर चाहिँ मैले अगाडि क्र्यास गार्डहरू पनि हालेको छु। यो हाल्दा चाहिँ एकदम स्कुटर पनि अलि हेभी देखिने होइन, राम्रो देखिने। अनि साथसाथै चाहिँ अलिकति गार्ड प्रोटेक्सन पनि गर्छ यसले। क्या बाटो छ यार। गोकर्ण पनि आइपुग्न लागिहाल्यौँ हामी है। यो बाटो चाहिँ अहिले भर्खर नयाँ बनाएको बाटो हो। क्या राम्रो छ यार, सर मजा आउँछ चलाउनु। बिचमा ल्याएर यहाँ यति चाहिँ बिग्रियो क्या, फेरि धेरै स्पिड जान्छ भनेर जान छोडिदिएको होला यो चाहिँ। ल पुरै फ्लोमा हिँडेर हामीले रेनकोट बोक्ने पनि बिर्सेछौँ। अघि भर्खर पानी रह्यो हुन चाहिँ बाटो सबै वेट छ है। त्यही पनि पानी परिहाल्यो भने चाहिँ टेन्सन हुन्छ, कहाँ ओत लाग्ने कहाँ के गर्ने साइको हुन्छ। उ त्यहाँ माथि फेरि ओत लाग्ने ठाउँ पनि छैन, त्यही पनि बालै भएन नि। क्या सही बाटो छ यो, टक्क जङ्गलले घेरेको होइन। बिहान बेलुका चाहिँ मर्निङ वाक गर्न अलि एक्सर्साइजहरू गर्न आउनलाई चाहिँ यहाँ एकदम पर्फेक्ट छ ठाउँ है। हावा पनि स्वस्थ आउँछ, पुरै जङ्गलको हावा राम्रो हुन्छ। ल हामी चाहिँ आइसकेका छौँ स्कुटर सिक्ने ठाउँमा। 2 hours later. हामी चाहिँ स्कुटर सिकेर पनि अहिले आइसकेका छौँ यता माथि चुनिखेलको बाटो घुम्दै 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 अनि घर जानु पर्ला भन्ने सोचेछौँ। बाफ्रे के गर्छन् यार केटाहरू यार। रमाइलो छ भाइहरूलाई। यो चाहिँ जगडोल चोक हो है। यहाँबाट चाहिँ माथितिर तारेभिरतिर हाइक जाने ठाउँ धेरै छ। मजाको बाटो खोलिदिएको छ अहिले हाइक जाने। पहिल्यैदेखि थियो, पहिला चाहिँ एकदम हिलो टाइपको हुन्थ्यो होइन। अहिले चाहिँ उताबाट भर्याङ नै बनाइदिएर माथि चढ्ने बनाएको छ क्या। यहाँबाट चढ्दा पनि हुन्छ हुन चाहिँ। यहाँ पहिरो खसेछ यार कत्रो। यो बाटो चाहिँ एक जमानामा भाइरल रोड भनेर पनि चिनिन्थ्यो। चुनिखेल भाइरल रोड भन्ने बित्तिकै सबजना यहाँ आउने भिडियो बनाउने भन्ने गर्नुहुन्थ्यो होइन। हामी पनि बनाइरहेको छौँ अहिले। यहाँबाट चाहिँ एकदम राम्रो सिन देख्छ क्या यो काठमाडौँ भ्यालीतिरको। अनि बाइक हुन्छ, मान्छे हुन्छ, क्याफेहरू पनि खोलिदिएको छ अहिले नयाँ। यस्तो राम्रो सिन देख्छ है। यस्तो यस्तो क्याफेहरू टक्क बेलुका आउने बस्ने चिया खाने चिल गर्नलाई चाहिँ यहाँनिर एकदम राम्रो छ। इभन एक्सर्साइजहरू गर्ने रनिङ गर्नेलाई पनि यो ठिक्क ठाउँ छ क्या। जङ्गल छ होइन, बिचमा रोडमा शीतलमा कुद्न पाइन्छ। क्या मजा आउँछ, लास्टै मजा आउँछ। यो भाइरल रोड कटेर अब हामी चुनिखेल चोक निस्किन लागेछौँ। त्यहाँ चुनिखेलबाट चाहिँ हामी सिधै उता हुँदै बुढानीलकण्ठ मन्दिर पनि जान्छौँ आज। अनि बुढानीलकण्ठ मन्दिरको चाहिँ टक्क बाहिरबाट एक परिक्रमा गरेर दर्शन गरेर अनि चाहिँ घर फर्किने भन्ने सल्लाह भयो है।
त्यही अनुसार गरौँ। अलिक बेलुकै पनि हुन्छ होला त्यस्तो गर्दाखेरि चाहिँ, तैपनि केही छैन, घुम्ने हो एकछिन। क्या राम्रो बाटो छ क्या यो, टक्क जङ्गल होइन, ऊ पुरै त्यो चौतारातिर गएको जस्तो फिल आउँछ क्या यतातिर आउँदाखेरि चाहिँ। यस्तै छ क्या जङ्गलको बिचमा बाटो होइन, क्या राम्रो खालको छ क्या। यस्तो राम्रो सिन देख्छ क्या यहाँबाट हेर्नु न, टक्क हाइटमा छ होइन, अनि तलको भ्यालीको सिन चाहिँ मजाले देख्छ, रमाइलो छ ठाउँ चाहिँ होस्। अनि यो पहाडहरू चाहिँ सबै चुनको हो, यो चुनबाटै बनेको पहाडहरू हुन् सबै होइन। यो खोद्यो भने पनि सबै चुनहरू मात्रै निस्किन्छ, त्यही भएर नामै चुनिखेल राखेको हो। अनि मेन गरी यसलाई चाहिँ यास डाँडा भन्छ। हामी बच्चैदेखि यास डाँडा भन्थ्यौँ, तर किन यास डाँडा भनेको भन्ने चाहिँ अहिलेसम्म थाहा पाएको छैन। अनि यो यास डाँडामा चाहिँ एकजना हाम्रो मान्यको नै नेताज्यूले चाहिँ स्टेडियम बनाउँछु भन्नुहुन्थ्यो होइन, उयो खाली स्पेसमा स्टेडियम बनाउँछु भन्नुहुन्थ्यो, तर के कुराले चाहिँ अब त्यो स्टेडियम बन्न रोकियो अहिले, अब सबैको लागि रोकिन्छ जस्तो छ। ठिकै छ, काठमाडौँमा अब खेल्ने ठाउँहरू पनि काहीँ पनि छैन क्या, अनि यस्तो खाली स्पेस सरकारी स्पेसहरूमा चाहिँ खेल्ने ठाउँ बनाइदियो भने हामी जस्तै मान्छेलाई पनि अनि भाइ बहिनीहरूलाई पनि एकदम सजिलो हुन्थ्यो भन्ने चाहिँ लाग्छ। तर के पो गर्छ खै नेताहरूले, के चिजमा बजेट हाल्यो भन्छ, खेल्ने ठाउँ चाहिँ कहिले बनाउँदैन, के गर्ने अब। ठिकै छ, मेन चुनिखेल चाहिँ यहाँ हो, हामी आइसकेका छौँ। यहाँ मन्दिर पनि छ, अनि यताबाट तलतिर कपन जाने बाटो, उता बुढानीकण्ठ जाने बाटो छुट्टिन्छ यहाँबाट। हामी चाहिँ अब राइटतिर बुढानीकण्ठतिर जाँदैछौँ। ल क्या कुकुरले लडिदिएर क्या, ल ल ल ल ल साइको। अनि यो भङ्गाल चाहिँ मलाई क्या राम्रो ठाउँ लाग्छ क्या, एकदम सफा चिटिक्क परेको। मलाई पो लहर नआउँछ त, एक लात हान्यो भने फेरि अर्कोचोटि पनि लहर्छ अरूलाई होइन। त्यही भएर लात चाहिँ नहानु यस्तो कुकुरहरूलाई। चट्ट भुक्दै आयो भने टक्क रोक्यो भने यिनीहरूले केही गर्दैन क्या, जान्छ यसो सुँग्छ जान्छ। कहाँ त्यत्रो आँट हुन्छ त मान्छेलाई सिधै टोक्ने। भङ्गालदेखि बुढानीकण्ठ मन्दिर जाने बाटो पनि निस्क्यौँ हामी। कस्तो राम्रो बाटो छ क्या, टक्क लाइटिङहरू राखेको छ होइन, राति हिँड्नको लागि पनि एकदम सजिलो हुन्छ। विदेशमा हिँडेको जस्तो फिल आउँछ क्या बेलुका बेलुका यता हिँड्दा चाहिँ। विदेश चाहिँ गएको छैन जानु चाहिँ होइन, तैपनि यसो भिडियोहरूतिर देख्दाखेरि विदेशमा कस्तो राम्रो बाटो, चट्ट परेको लाइटिङहरू हुन्छ नि त, अनि त्यस्तै त्यस्तै लाग्छ यता हिँड्दा पनि। टक्क मान्छेको सेन्स पनि राम्रो छ क्या यतातिर। मोटरसाइकल गाडी कुदाउँदाखेरि टक्क आफ्नो स्पिड मेन्टेन गरेर कुदाउने, धेरै स्पिड पनि नजाने होइन, ठिक्कमा हिँड्ने, राम्रो छ जियोस्। बुढानीकण्ठ मन्दिर पनि हामी आइपुग्यौँ। अब यहीँ अगाडि नै हो है। अब बाहिरबाट चट्ट हामी राउन्ड लाउँछौँ अनि दर्शन गर्छौँ बाहिरबाट, अनि चाहिँ घर फर्किन्छौँ। यताबाट चाहिँ तपाईँको डाँडागाउँ जाने बाटो पनि छ। डाँडागाउँ एकदम राम्रो ठाउँ छ, त्यहाँ पनि जानुपर्छ हामी बिदामा मिलाएर अब एकचोटि। त्यहाँ गयो भने म भिडियो बनाएर हाल्छु, स्योर नै हो। त्यस्तो राम्रो ठाउँ चाहिँ मैले पनि एक्सप्लोर गर्नुपर्छ होइन। बुढानीकण्ठ मन्दिर यहीँ हो। हामी चाहिँ अब बाहिरबाट परिक्रमा गर्न लाग्छौँ। प्रवेशद्वार चाहिँ यहाँ छ। यो चाहिँ विष्णु भगवानको एकदम चर्चित मन्दिर हो होइन। अनि वर्ष नै कतिजना भक्तहरू आउनुहुन्छ क्या यहाँ, चाहिँ इन्टरनेसनली नै मान्छेहरू पनि आएर दर्शन गरिरहनु भएको हुन्छ। एकदम राम्रो ठाउँ छ। टक्क यहाँको विष्णु भगवानको मूर्ति चाहिँ आफै उत्पत्ति भएको भनेर पनि मानिन्छ। अनि गोसाइकुण्डको जल चाहिँ अन्डरग्राउन्ड हुँदै 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 यहाँनिर पलाएको भन्ने कुरा पनि मैले सुनेको हो होइन। अब कतिको सत्य हो भन्ने कुरा चाहिँ म ठ्याक्कै भन्न सक्दिनँ। यो बाटो हामी सिधै जाँदा चाहिँ चक्रपथ पुगिन्छ है, नारायणगोपाल चोक पुगिन्छ होइन। तर हामी सिधै जाँदैनौँ, यहाँबाट टक्क कपन छिर्ने बाटो छ। ला उता स्कुटर लड्यो यार, एउटा झन्डै लडेको थियो।
ला त्यहीँबाट छिर्नु पर्ने थियो यार कट्यौँ नि हामी त्यहीँबाट छिर्नु पर्ने थियो अब यहाँबाट हामी घुम्नु पर्ने हुन्छ है धन्न पछाडि कोही हुनुहुन्न त्यो भएको भएर सर्लक्क यसरी जान्छौँ अनि राइट साइडतिरै छिर्छौँ यस्तो हुन्छ क्या फ्लोमा बोल्दा 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 कहाँ हिँडिन्छ कहाँ हेरिँदैन होइन यस्तै हो कहिले काहीँ अब के गर्ने भालुखानी आइपुग्नु लागिसकेका छौँ हामी चोकमा त्यहाँभन्दा पछाडिको बाटो चाहिँ अलिकति अँध्यारो थियो अनि अँध्यारोमा खासै यो गोप्रोले राम्रो नखिच्ने रहेछ क्या त्यो भएर चाहिँ अलिक उज्यालोमा आएपछि मैले फेरि भिडियो फेरि सुरु गरेँ जाम छ त यार यहाँ त संयुक्त गाडीहरू हेर्नु कति प्याक हुन्छ यार चाबेलदेखि त झन् मेन प्याक हुन्छ क्या संयुक्तको गाडीहरू चाबेलदेखि यता आउँदा त पुरै गाडी नै बाङ्गिएर आउँछ क्या एट लास्ट हामी घर आइपुगिसकेका छौँ मेरो मोटरसाइकल पनि यहीँ छ अब फेरि अर्को भिडियोमा भेटौँला है त